स्टेट बनाउन दिउँ, भारतलाई दिने नेपाल दिउँ, किनभने राजा र राज संस्थाप्रतिको एउटा सहानुभूति पहिले थियो नि। आज छातीमा हात राखेर जवाफ दिनु रविन्द्र मिश्रले त्यो अझ पनि बाँकी छ कि छैन? मैले छातीमा हात राखेर भने मेरो बाजेले घिउ खाथे हात सुङ सुङ भन्ने संस्थाको कुनै पनि हालतमा समर्थक होइन। मैले छातीमा हात राखेर भने यो देशलाई बचाउने भनेको अब एमाले नै हो, यो देशलाई बचाउने केपी ओली नै हो। अर्को कुरा, कम्युनिस्ट पार्टी भनेको सूर्य चिन्ह भएकै एमाले पार्टी रहेछ। यसको नेतृत्व जो मेरो हजुरबुवा पनि हुनुहुन्छ केपी शर्मा ओलीले गर्नु भएको छ है। र तपाईलाई म एउटा कुरा भन्छु, तपाईको टिभीबाट सुन्नु पर्यो, मान्छेले बुझ्नु पर्यो। तपाईले केपी ओलीलाई चान्चुने नेता नसम्झिनुहोस्, किनभने 8 साईको पानी खाएको 8 साईमा जन्मेको मान्छे हो, दुःख गरेर एउटा किसानको घरमा जन्मेको मान्छे हो क्या केपी ओली। सुख सयालमा हुर्केको मान्छे होइन। यो गणतन्त्रको लागि, यो प्रजातन्त्रको लागि, यो लोकतन्त्रको लागि 14 वर्ष जेल बसेको मान्छे हो। 14 वर्ष जेल बस्नु भनेको नि तपाईँ अन्दाज गर्नुहोस्। पहिला केपी ओलीले जुन 3.5 वर्ष सत्ता चलायो नि, हेर्नुहोस् ढलेको ढररा उठ्यो। दरबार हाई स्कुल रानी पोखरीदेखि लिएर हजारौं हजार बाटाहरू यिनीहरूले बनाउन सक्दिन भनेर त 1300 वटा बाटा त अस्ति क्यान्सिल गरे नि शेरबहादुर देउपाले। यो देशमा विकासको खाखा खोर्ने मान्छे एउटा केपी ओली हो। एउटा बनाउने काम भनेको नि केपी ओलीले मात्रै गरे। केपी शर्मा ओली यस्तो एउटा नेता हो नि, 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त। हाम्रो हजुरबुवा मारेर बसेको ज्यान मुद्दामा कस्तो खालको कुरा गर्नुहुन्छ। मेरो हजुरबुवा विष्णुप्रसाद विमलीलाई मारेर जेल बसेको कुरो बुझ्नुभयो। धर्मप्रसाद ढकाललाई ज्यान मारेर जेलमा बसेको। राजा ज्ञानेन्द्रको पनि छ त्यहाँ पैसा, सबैले लगेर चाहिँ विदेशमा राखेर। राजा ज्ञानेन्द्रको 30 अरब रुपियाँ छ। उनले होटल सोल्टी बनाउने भनेर लगेको पैसा पछाडि गएर चाहिँ कोमलको रानीको चाहिँ पूर्व रानीको चाहिँ खुट्टा भाँचिएपछि यो अफसाइड भएन भनेर अनि उनीहरू फर्केर आए। कुरा बुझ्नु। म थोरै तपाईले अलिकति र राजा तपाईँको ज्ञानेन्द्रको ज्वाइँ छ राजबहादुर सिंहको 24-25 करोड रुपियाँ पैसा बर्मामा। बुझ्नु हो कुरो। आज देश काग पल्टेको कारण थियो। यिनी नेता तपाईको राष्ट्रियतासँग हो। राष्ट्रियता नेपालका राजाले बताउँछन् भन्नु त्यो चाहिँ तपाईको आँखा फुटेको गुरुले लेखेर। हजुर। सुगौली सन्धि, महाकाली सन्धि, हजुर। कोशी सन्धि सबै राजाका पालामा गरिएका सन्धि हो। हिजो फेरि चाहिँ नि अब गरे तर हेर्दा त स्टेटको राजा थियो नि। उदाहरण दिनुहोस् तपाईँ, टाढा कुरो भएन, मलाई एउटा मात्र उदाहरण दिनुहोस् राजा सर, त्यसपछि तपाईँले मलाई सेटिस्फाई गर्नुहोस्। महाकाली सन्धि गर्दाखेरि नेपालको हेड अफ द स्टेट अर्थात् प्रमुख मान्छे को थियो? महाकाल सन्धिमा प्रमुख मान्छे, नेपालको हेड अफ द स्टेटको प्रमुख मान्छे प्रमुख माथि त प्रधानमन्त्री थियो होला नि। राजाको राजा वीरेन्द्रको त चाहिँ नि त्यो एउटा कोठीमा मात्र उसको। मलाई एउटा कुरो सुन्नुहोस्, प्रधानमन्त्री कार्यकारी थियो हो कि? कार्यकारी प्रधानमन्त्री थियो, प्रमुख मान्छे राजा थियो हो कि? ओके। राष्ट्र प्रमुख राजा थियो। यिनीहरूको भाँडो हराउँछ। म राजावादी होइन, राष्ट्रवादी हो। कुरो बुझ्नु हो कि? म राजावादी होइन नि, राष्ट्रवादी हो। राजा रिसाउँछन्, रानी रिसाउँछिन्, अनि हजुरबुवा रिसाउँछन्, मेरो आमा रिसाउँछिन् भन्नेमा म छैन। कुरा बुझ्नु हो कि? भनेपछि राजा पनि यदि चित्त दुखाउँछ भने दुखाउनु। चित्त दुखाएर मलाई के फरक पर्छ? मलाई चामल दिन्छन् कि दाल दिन्छन् हो राजाले? के दिन्छन्? राजावादीहरूले समर्थन